साले तू भएको छैन भएपछि हामी आफै भन्छौं नबिर्सी भन्नु ल मम्मी मलाई लास्टै लभ गर्नु मन छ के अहिले भुवाक्के दिएर बारीको पाटामा पुर्याइदिन्छु है पढाइमा यसरी ध्यान दिन्छस् जा गएर पढ आर यू कॉमेडी मी स्कुल छुट्टी छ हौ बाबा छुट्टीको दिन चाहिँ कसले पढ्छ नि अच्छा छुट्टीको दिन भात खाँदैनस् कदा छुट्टीको दिन नपढ्ने भए भात पनि नखा ल म भात खादिन मलाई मोमो किनिदिनु न त क्या करूं इसका यो बाउ छोरा कति बोलेको होला भित्र खाना सिलाइसक्यो छिटो खानु हैन म त फर्सीको मुन्टा खादिन है मलाई अन्डा बनाइदिनु अन्डा होइन अहिले डन्डाले हानेर तेरो किमा बनाइदिन्छु बुढी तिमी खाना पस्किँदै गर हामी आउँदैछौँ खाना अघि नै पस्किसकेको क्या मैले छिटो खानु चाहिँ हिँड न ए त्यसो भए त खाना सेलाइ होला तिमी तताउँदै गर नि त हामी बिस्तारै आउँछौँ म तिमीहरूको नोकर हो तिमीहरूले जे भन्नु त्यतै गर्ने खाना खाने भए आऊ नत्र मै खान्छु सबै जाम बाबा खाना खानु मम्मीले मुलाको अचार पनि बनाउनु भएको छ नि हो र छोरी अघि नै भन्नु पर्दैन हिँड हिँड जाम जाम भरे बेलुका चाहिँ मासु बनाउनु ल मम्मी मासु नखाएको पनि एक दिन भइसक्यो के कति मासु खान्छस् ए कति मासु खान्छस् मेरो पैसा त यसले मासु खाएरै सक्ने भयो मासु पाकेको दिन सबैभन्दा धेरै मासु तपाईले नै खानुहुन्छ अझ मलाई भन्नु हुँदो रहेछ मोल्ला खेल खेलमा तिमीहरू बाउ छोरै उस्तै छौ मासु खानुमा त तिमीहरूलाई राक्षसले पनि सक्दैन किन बाबा किन किन खानुहुन्छ तपाईँ यति धेरै मासु भन्नुहोस् जनता जान्न चाहन्छन् अहिले भुवाक्कै दिएर बारीको पाटामा पुर्याइदिन्छु है धेरै हल्ला नगर बाबा तपाईँ जतिखेर पनि भुवाक्क दिएर बारीको पाटामा पुर्याइदिन्छु किन भन्नुहुन्छ किनकि यो मेरो थेगो हो नि त छोरी थेगो भनेको चाहिँ के हो बाबा थेगो भनेको मान्छेले भनिराख्ने शब्द अथवा वाक्य हो के छोरी के हो ए त्यसो भए मम्मीको थेगो चाहिँ तेरो बाउको टाउको रहेछ जतिखेर पनि मलाई यही भन्नुहुन्छ तिम्रो मम्मीको थेगो त कति छ नि छोरी तेरो बाउको टाउको तेरो ढाड भाँचिदिन्छु यही डाडुले हानिदिन्छु यो सबै तिम्रै मम्मीको थेगो त हो नि छोरी छोरीलाई के नचाहिँदो कुरा सुनाएर ढाड भाँच्दिउ तिम्रो देख्यौ छोरी ढाड भाँच्दिउ तिम्रो रे एउटा थेगो आइहाल्यो तेरा तो गेम बजाना पड़ेगा मम्मी तपाईँलाई बाबाको माया लाग्दैन किन ढाड भाँचिदिन्छु भन्नु भएको मम्मीले त्यतिकै भन्नु भएको हो के डेबौरे साँच्चीकै भन्नु भएको भए त बाबाको ढाडमा करङै हुँदैन थियो अहिलेसम्म बडी बोल्दै गर अहिले तेरो करङको गिटार बजाउँछु म सॉरी बजाउनु बाबा बजाउनु तपाईँ गिटार बजाउनु अनि म चाहिँ गाना गाउँछु त गाना नगा बहिनी तेरो गाना सुने भने मेरो कानबाट खुन निस्किन्छ हेर्नु न बाबा मेरो गाना सुनेर यसको कानबाट खुन निस्किन्छ भन्छ यसको त कानबाट मात्र निस्किँदो रहेछ छोरी मेरो त नाकबाट पनि निस्किन्छ जानु बाबा तपाईँ मसँग नबोल्नु आई हेट यु ओके छोरी थ्याङ्क यू कस्तो थ्याङ्क यू हौ त्यसले आई हेट यू भन्दैछ आई हेट यू भनेको बुझ्नुहुन्छ त्यही नबुझेर त थ्याङ्क यू भनेको नि बुझेको भए त वेलकम भनिहाल्थे नि ए बुढा दाल सकेको रहेछ लिएर आउ त जाऊ छोरा हुँदा हुँदा म किन जानु जाता छोरा दाल